Hello guys, welcome to my new vlog. Journey start from Osipoti to Bus Park हुँदै अनि यता हुँदै गौशाला छौँ अहिले कहीँ हराएका नै। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। यता देख्नुहुन्छ यहाँ रोडतिर मान्छेहरू पनि धेरै छ अहिले। मान्छेहरूको रोडमा चाहिँ अहिले मान्छेहरू धेरै भइरहेका छन्। यता देख्न सक्नुहुन्छ गौशालाको हालत चाहिँ यस्तो छ अहिले। मान्छेको भिड चाहिँ उता धेरै छ। अनि यो क्यान्सिल भएकोमा कस्तो भइरहेको छ तपाईँको फिलिङ्स त अब त्यस्तै होइन। गाउँतिर गएर टक्क काफल साफल खाइन्छ अनि त्यहाँ घुमिन्छ टक्क मिलाएर आफ्नै साथीहरूसँग। नै त्यो क्यान्सिल भएकोमा अब तपाईँको क्यान्सिल भएकोमा हल्का स्याडनेस फिल देखाउँछु होइन। स्याडनेसमा एउटा ट्यापको डान्स हाल्यो नि त। अनि खुसी हुनुहुन्न है? हुनुहुन्न ल जे छ अब ठिकै छ। अब त्यतिमा चित्त उडाउनु पऱ्यो हजुरले पनि। हजुरको खुसी हुनु पऱ्यो होइन। आजको सक्नुहुन्छ आजको वातावरण चाहिँ धेरै सफा रहेको छ काठमाडौँको। कारण होला नि यो गौशालाको यो वातावरण चाहिँ एकदम सफा रहेको छ। A few moments later. हामी बसमा चढिरहेको छौँ बस पार्क जानको लागि। उता हुनुहुन्छ हाम्रो पुष्प साउजी, यता चाहिँ हाम्रो अमराज दाजु। यता हेर्नुहोस्, यता हेर्नु त। हेलो अहिले चाहिँ हामी बस पार्कको लागि खासमा बस पनि आज धेरै जाम छैन। खासमा बसमा केडी जिस्काउनु पर्ने थियो, अब खासमा केडीै छैन। बसमा देख्न सक्नुहुन्छ खाली हो। लेट्स सी गाइज, अब चाहिँ गौशालादेखि बस पासम्मको भ्यू हेरेर One hour later. समोसा खाँदैछु अहिले। उता पैसा पेर्दा गर्न गएको। खासमा चाहिँ अब त्यो चाहिँ अहिले चाहिँ भएन, पछि चाहिँ नम्बरबाट हालिदिन्छु भनेर भन्नुभयो उताबाट। त्यो बासी समस्या रहेछ होइन। जग्गा मिलाएर बसतिर कस्तो तातोले छैन। होटेल चाहिँ अरूभन्दा नि होटेल चाहिँ राम्रो लाग्यो कि क्लिन छ, त्यो राम्रो छ। आउन सक्नुहुन्छ तपाईँ पनि। धेरै उचित त छैन यहाँ आउँदा छैन।